हेलो गाइज मर्निङ सबैलाई है नमस्ते। अब आज हामी टिटी लेकतिरसम्मको यात्रा गर्दैछौँ है। भाइहरूलाई कुरिरहेको छु यहाँ क्याफेमा, हाम्रो जीवन दाइको क्याफेमा छु म। केटाहरू 2-3 जना आइसकेका छन्। अब हामीले भाइहरूलाई कुरेर बसेछौँ। अब एकछिन पछि हामी यात्रा गरिन्छ टिटी लेकतिर। ल ओके थ्याङ्क यू। ल अब हामी भाइहरूलाई कुर्दैछौँ। बाँकी भिडियो हेर्दै गर्नु होला है त। ल गाइस इन्जोय द भिडियो। भाइहरू यहाँ कुरेर बसेछन् टक्क लाएर कफी खाँदै पब्जी खेल्दै। हामी अब को आउनु बाँकी छ? ए जाम के पब्जी खेल्न बसेछ केटा। ल जीवन दाइको क्याफेमा तपाईँहरू पनि आइदिनु होला। बेला बेलामा हल्लन चोकमै छ क्याफे बिन्स। एकदम बबाल कफी पाइन्छ गाइस यहाँ, बबाल कफी है त। हेलो गाइस, ल अब चाहिँ हाम्रो यात्रा बल्ल सुरु हुन लागेको छ। भाइहरू सबै छौँ यहाँ है, सँगै छौँ यहाँ क्याफेबाट। अब हामी आफ्नो साधनमा टक्क लाएर निस्किँदैछौँ। भिडियो इन्जोय गर्दै गर्नु होला है त। ए ल जाम केटा, जाम त ल, जाम त सबै जाम त ल, जाम केटा। ल हामी चाहिँ अब लाग्यो है यहाँ हाम्रो कफी सपदेखि। ल हामी अब राम्रो भिडियो इन्जोय गर्दै गर्नु होला। हामी सबै अब लाग्न लागेको है त टिटी लेकतिर। ल हामी चाहिँ अब लाग्यो गन्तव्यतिर है। बागलुङ बजारदेखि हल्का हिँड्दैछौँ। अरू केटाहरू अगाडि हिँडिसकेका छन्। इन्जोय द भिडियो गाइस, इन्जोय द भिडियो। हामी चाहिँ यहाँ एकछिन रेस्ट गर्दैछौँ। केटाहरू आउँदैछन् हल्का त्यहाँ ब्रेक स्रेक मिलाउनलाई। त्यही भएर कुदिराखेको छौँ। यहीँ छौँ हामी सबै भाइ। अझै 4 जना भाइहरू आउँदैछन्। ल यात्रा इन्जोय गर्नु होला है त। आउँदैछन् केटाहरू। हामीले अझै को आउन बाँकी छ। अब हाम्रो मोटे भाइ र लप्सन होइन, 2 जना भाइ नि आइसकेको छन्। हामीले यिनीहरूलाई नै कुरेर बसेको, बाइक बनाउन लाएर रहेछन्। ल ठिक छ। अब यसपछि हामी बिस्तारै आफ्नो गन्तव्यतिर हामी लाग्यो। हाम्रो राइडर भाइ अगाडि बसेको छ। खतरनाक छ। आउँदै गर्छन् केटा। हेर्नुहोस् अगाडिको बाटै रत्नेचौरको बाटो। नेपाल सरकार भएन यस्तो। के गर्ने त अब हामीले भनेर आवाज त सुन्दैनन्। के गर्ने, बाटो त अब बनाउनै पर्ने अवस्था छ यहाँ। अनि हेर्नुहोस् बिच बाटोमा ढुङ्गा छ। यो व्यवस्थापन कहिले हुने हो थाहा छैन। फेरि खराब बाटो फेरि यति समस्या बाग्लुङले हो। गाइजहरू आउँदैछन् पछाडि हामी पछाडि। इन्जोय द मोमेन्ट गाइस। अब हामी चाहिँ आफ्नो बागलुङ जिल्ला क्रस हुँदैछौँ। अब बेनीको पुलमा आइयो। आइसक्यो हामी। बेनीको पुल कट्यो। अब हामी रत्नेचौरतिर लाग्दैछौँ। केटाहरू आउँदैछन् तारी।
हामी चाहिँ अहिले बेनी आइपुग्यो बजार जता माया उतै छ मतलब आइपुगेका छौँ भाइहरू पछाडि पछाडि आउँदैछन् अझै दुईजना भाइहरू अगाडि छन् दुईटा भाइहरूलाई अब अगाडि भेटौँला है त अगाडि छौँ हामी चाहिँ पेट्रोल हल्का कम भएको कारणले केटाहरूले अब पेट्रोल हाल्दैछन् बेनीमा आएर है कस्तो भइरहेछ भाइ ठिक छ होइन मेमोरी चाहिँ बनाउनु पर्छ क्या होइन पेट्रोल चेक गर केटा हालौँ अनि आफ्नो गन्तव्यतिर लागौँ भाइ ठिक छ नि होइन रमाइलो भइरहेछ अब जाँदैछौँ होइन हामी हामी बेनीबाट लाग्यो आफ्नो गन्तव्यतिर डिटेलले लगेर हिँड्दै गर जाम आइपुगेको छौँ बाटो है होटल याक बाटो यस्तै छ गाइस बनाउनु ला रहेछ फेरि है आरामले होइन आरामले बाटोको निर्माण कार्य सुरु हुँदै रहेछ मुस्ताङ जाने बाटोमा धुलो धेरै छ केटा धुलो धेरै छ केटा अब पछि छन् आउँदैछन् है बाटो यस्तै छ के गर्ने
लागि हामी चाहिँ यहाँ यो झरनामा आइसकेका छौँ। पहिलाको भिडियोमा पनि हालेको थियौँ मैले यो झरना, तर ठिकै छ। आज हल्का रेस्ट गरेर अब हामी आफ्नो गन्तव्यतिर लाग्छौँ है। त्यतिसम्मको लागि इन्जोय द भिडियो हेर्दै गर्नु होला। आज चाहिँ भिड रहेछ यो झरनामा, मान्छे फोटो खिच्ने। खिच केटा, खिच्न मन लागेर फोटो खिचे हुन्छ है। हामी चाहिँ हल्का रेस्ट गरेको अवस्था है। यहाँ बसहरू रहेछ दुईवटा टन्नै। यहाँ त फोटो खिच्ने मान्छे त ल हेर्नु झरनामा, यो झरनामा टक्क ल तातो पानी होइन, तातो पानीमा आइसकेका छौँ। बेला बेला आउने गर्नुहोस्, तातो पानी मुस्ताङ जाने बाटोमै पर्छ। वाटरफल ल आइपुगेको छ। है बाटो त ल यही हो गाइस, रुप्से झरा हेर्नुहोस् कस्तो दामी छ। फोटो खिच्नेहरू पनि धेरै छ। यही हो है त, पुल पनि कट्यो। राइटमा जान्थ्यो, उनीहरू यहाँ कुरेर बसेको रहेछ। ल अब हामी चाहिँ एकछिन यहाँ रेस्ट गरिन्छ है। गन्तव्यतिर लागिन्छ एकछिन पछि। ल हेर्नुहोस् रुप्से झरना कस्तो बवाल छ। ल भाइहरू नि आइराखे। ठिक छ, जाडो छ है केटा, जाडो ठिकै छ होइन? जाडो भएको छैन हाम्रो भाइलाई, लप्सनलाई? अनि हाम्रो यो होइन टुर चाहिँ बवाल रमाइलो होला जस्तो छ है त। ल मुस्ताङदेखि ल हेर्नुहोस् कति हाइटै हुन्छ यो ट्रक। ल हेर्नुहोस् झरना, हेर्नुहोस् रुप्से झरनामा छौँ हामी। हामी चाहिँ एकछिन चियापान गरेर हामी यहाँबाट एकछिन पछि लाग्छ है त। ल त्यतिसम्मको लागि बाई। रुप्से झरनामा छौँ, एउटाहरूको फोटोसुट चलिरहेछ एकछिन यहाँ झरनामा। र हामी चाहिँ अहिले नर्मल कफी खाएर, जाडो छ, कफी खाएर चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्छौँ है त। ठिक छ नि होइन, रमाइलो भयो होइन? तिमी ढिलो आयो क्या तिमी। यो हाम्रो अनुप पनि आएको छ यहाँ कफी खाने बस्ने हामी है। यिनीहरू दुइटा चाहिँ अलि पछि आयो, यिनीहरूलाई कुरेर हामी यहाँ फोटो सेसन गरेर बसेछौँ है। अब हामी लगभग 5 मिनटपछि यहाँबाट हिँडिन्छ हाम्रो गन्तव्यतिर। हेर्दै गर्नु होला।
ल हामी अब यहाँ रुप्सेबाट कफी सफी खाएर अब लाग्दैछौँ हेर्दै गर्नु होला भिडियो बनायो के खर्च गरेर बनायो दुईजनाको कुरा हुँदैछ यहाँ यस्तो चिसो छ सर्ट लगाएर बाइक चलाइरहेको छ जाडै भयो हामी चाहिँ जाँदैछौँ है एउटा हुन्छ त भिडियो गाइस जस्तो लागेर अब लुगा छिटै हिँडौँ भनेर लेते आइयो लेते पानी परे है वहाँ यार अब लेते आइयो है हामी लेते पानी त पानी परेको है पानी पर्न सुरु भएको छ पानीको छिट्काले हानिरहेछ अहिले गाईसुको पानीमा कुहिरो लागेको छ त्यहाँ टाढा पहाडै छ गाइजलाई हामी हिँड्दै गर्दा पानी परेको छ है यहाँ एकछिन जाडो भएर हामी एकछिन बिसाएको छौँ मैले कुन पुल हो यो पानी पर्न लाग्यो केटाहरूलाई जाम भनेको के पुल आयो यस्तो हावा लाग्यो एकछिन बसेर जाने हो त हामी चाहिँ एकछिन साह्रै नै पानी परेर अब हामी होलिडे क्याम्प ल यसमा चाहिँ एकछिन बिसाउँछौँ चियासिया अब के खाइन्छ होइन खाएर अब अनि एकछिन पछि निस्किनु लास्टै जाडो भयो पानी परे है केटाहरू आउँदैछन् अरू केटाहरू लास्टै जाडो छ ल हिँड फोन हानेर उस गर हामी चाहिँ एकछिन चाहिँ अब जाडो भए पनि हिँड्नुपर्छ है केटा पानी अझै ठुलो पऱ्यो भने त झ्याउ हुन्छ त ए पानी अझै ठुलो पऱ्यो भने त झ्याउ हुन्छ नि फेरि बसेको बसेको हुन्छ बिस्तारै जाम
जाडो भएर फेरि कफी हान्न लाग्छन् है। यो लास्टै चिसो रहेछ पानी परेर। दामी रहेछ ठाउँ चाहिँ ल व्यवस्थित रहेछ जेस राम्रो रहेछ ठाउँ। भिडियो सुट चलिरहेछ यहाँ केटाहरूको र टिकटका दह्रो जाने भयो हाम्रो अनुप प्रधानको। चाहिँ हल्का पानी परे पनि जाडो भएछ लास्टै यार। जाम त नि हो अब जोमसोङ गएर बसौँला अब धेरै छैन हो होइन 21 किलोमिटर। हामी अहिले ठ्याक्क मार्फा आइयो। धेरै चिसो छ यार लास्टै चिसो भयो। अहिले मार्फा भिलेज आइसकेका छन्। साथीभाइहरूलाई कुरेर बसेको छौँ हामी है। केटाहरू आएपछि अनि सँगै कता जाने के गर्ने सबै हुन्छ यसरी है त। चिसो भयो स्कुटीमा आएको दुईटा स्कुटी र बाइक पनि छ। जाडो जाडो छ है केटा। जाडो भएन भाइलाई? जाडो भएन? पन्जा लगाउने भाइ तिमीले जुत्ताभित्र जाडो भयो अरे भाइलाई। ल भाइले हँसाउँछ। ल ल जाम 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 लागो 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 हाम्रो गन्तव्यतिर लागो। हेलो बिस्तारै है बिस्तारै। जाम 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 बिस्तारै बिस्तारै। अहिले स्कुटी फसायो फेरि अड्क्यो ढुङ्गा अड्क्यो। ल जाम ब्याकग्राउन्ड म्युजिक गाडी मन गुनगुन छ गुनगुन छ गुनगुन हरेक पलमा यो माया हो। हाम्रो जेरी गल्ली खै जेरी गल्ली कता हाम्रो एक्सल्टी ओहो कसरी एक्सल्टी बिस्तारै बिस्तारै। बिस्तारै बिस्तारै जाम 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 केटा हो। ए हामी यहाँ हो। हामी आजको बसोबास यहीँ गर्छौँ होटल माउन्ट भिल्लामा है। साथीभाइहरू आउँदैछन् अब किनकि अलि ढिलो हिँड्ने हामी त्यही भएर हामी चाहिँ अब आजको लागि चाहिँ यही माउन्ट भिल्लामा बस्ने कुरो भयो है त। हेर्दै गर्नु होला भिडियो इन्जोय गर्दै गर्नु होला।
केटा हो ल दामी रहेछ ठाउँ चाहिँ मिलाएर यस्तो पानी चिसो छ होला है आम्मा म त धुन्न क्या मुख यार लास्टै तर अनएक्सपेक्टेड बिना प्लान आएको तर राम्रो भयो होइन रमे भाइ अब मुख सुख दौ जाडो भयो होला ल राम्रो रहेछ ठाउँ है तपाईँहरू नि मुस्ताङ जाने बेला एकपटक चाहिँ छिर्नु होला यहाँ ल हामी चाहिँ अहिले आजको बसोबास यहीँ भएको छ जाडो भएछ है धेरै नै जाडो भएछ सबलाई जाडो भएछ है सबलाई जाडो अब खाजा खाइन्छ हामीको बसोबास यहीँ छ हाम्रो रुम चाहिँ 204 र 205 परेको छ हामी रुम हेर्न जाँदैछौँ है कस्तो रहेछ रुम है त ठिकै हो जाडो छ यही हो 204 हाम्रो उता छ ल होइन 3 ल 204 मा खै लाइट खै ल रुम पनि राम्रै रहेछ ल होइन ठिक छ ल जाडोमा धेरै राम्रो चाप्ने आएर भ्यू पनि देखिरहेछ बाहिरको तर माथि हामी एकछिन बाहिर निस्क्यौँ घुम्न हावा त कसम जेरी गल्ली कहाँ जेरी गल्ली भन्न पर्दैन हामी चाहिँ हल्का घुमघाम भइरहेछ केटाहरूमा तातो हुन लाग्छ नि यहाँ रहेछ ल जेरी गल्ली के यो माया हो बुद्ध गल्ली जेरी फिल्म लाग्यो होइन घुम्दैछौँ हामी चिसो छ धेरै धेरै वर्षपछि आइयो हामी हल्का जाडो छ सबै आफ्नो तालमा हामी पनि आफ्नै तालमा घुमघाम चलिरहेछ धेरै पछि आएको हुनाले हामी चाहिँ एउटा सानो मोमेन्ट क्याप्चर गर्दैछौँ कस्तो दामी छ यहाँ लाइट ज्यालो पोहोर आउँदाखेरि हामी यही होटलमा बसेर खाएको अहिले चाहिँ हामी अर्को होटलमा छौँ ग्यालेरी चिसो छ हावा लागिरहेछ मार्फत ग्यालेरी कहाँसम्म पुग्ने हामी पुरैसम्म हारीसम्म पुगौँ न त यहाँ रहेछ जेरी गल्ली ल
जेरी फिल्मको सुटिङ यहीँ भएको थियो सानो गीतहरू आमामामा चिसो त बढेछ ल जेरी गल्ली यही हो ल यो फेरि कुन गल्ली हो तपाईँको सामान छुट्यो कि भनेर हँसाइ हो छैन ल ल यहाँबाट हामी फेरि लाग्छौँ आफ्नै होटलतर्फ ल घुम्बानी रहेछ है यसमा चाहिँ भ्रमण पछि गएर होला ल इन्जोय द भिडियो गाइज